नमस्ते। म आज एउटा समसामयिक विषयमा कुरा गर्न आइरहेको छु। जब फागुन 21 को निर्वाचन पश्चात पुराना दलहरू एक हिसाबले भन्नुपर्दा विलीन अवस्थामा पुगे भन्दा फरक नपर्ला। उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन एकदमै धौधौ परिरहेको छ। यसै सन्दर्भमा वर्तमान सरकार, बालेन सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने सिलसिलामा आफ्नो रफ्तार अगाडि बढाउँदा उनीहरूमा एकदम छटपटाहट बढी देखिन्छ, जसको एउटा ज्वलन्त उदाहरण हालै मदन भण्डारीको स्मृति दिवसमा जुन जमघट देखियो पूर्व प्रधानमन्त्रीहरूको, त्यहाँ उनीहरूको रोदन पनि सुनियो र उनीहरू चाहिँ एक आपसमा मिलेर वर्तमान बालेन सरकारलाई पत्ता के लखट्ने अथवा ढाल्ने अथवा उनीहरूले आफूले रेजिम चेन्ज गर्ने भन्ने जुन एउटा ढोङ्गी भनौँ या उनीहरूको एउटा दिवा सपना भनौँ या उनीहरूमा एउटा आफूलाई कारबाही गर्छ कि भन्ने डर भनौँ, यो देखियो। अब यही अवस्थामा यी दलहरूलाई जनताले कति साथ देलान् या नदेलान् त्यो त देखि नै हालिन्छ। हामीले यसो विचार गर्दा यी दलहरू भनौँ या नेपालमा कम्युनिस्ट चाहिँ अब बिस्तारै उँधो लाग्दै गएको हो कि भन्ने भान हुन्छ। जस्तो कि कलकत्तामा कम्युनिस्टहरू एकछत्र राज गरिरहेका थिए। आज उनीहरूको अवस्था कस्तो छ? अब विश्वभरि नै कम्युनिस्ट आन्दोलनहरू विलिन भइसकेको छ। रसियामै कम्युनिस्टहरू कहाँ पुगिसके। अब चाइनाको कुरा बेग्लै छ, उसको आफ्नो कम्युनिस्ट भने पनि उसले चाहिँ आफूलाई पुँजीवादी कम्युनिस्टको रूपमा आफूलाई अगाडि बढाइरहेको छ र उसले आफ्नो देशलाई भ्रष्टाचार मुक्त बनाउँदै देशमा विकासको बिगुल फुकिरहेकोले त्यहाँ केही छुट्टै प्रकारको कम्युनिजम देखिन्छ। तर नेपालको हकमा जुन कम्युनिस्ट भनाउँदाहरू जुन सुकुम्बासीको नाममा राजनीति गर्ने, गरिबको नाममा राजनीति गर्ने, जनतालाई झुटा आश्वासन दिने र खाली क्रान्तिकारी कुरा मात्रै गर्ने, काम चाहिँ केही नगर्ने, जुन देखिएको छ, यो अवस्थाबाट उनीहरूलाई अहिले जुन उनीहरूले विगतमा गरेका विगतमा 35-36 वर्षदेखि लुट मचाइरहेका थिए, त्यो लुटलाई कसरी ढाकछोप गर्न सकिन्छ, कसरी चाहिँ आफ्नो जुन गरेको करतुतहरू लुकाउन सकिन्छ, त्यसको लागि साथी खोज्दै अब कमरेड प्रचण्ड भनौँ या केपी ओली नै भनौँ, उनीहरू चाहिँ एकमत भएको देखिन्छ। विगतमा पनि उनीहरू जुट्ने फुट्ने गरेकै हो। अब पनि उनीहरूलाई कार्यकर्ताले अथवा जनताले साथ दिन्छन् जस्तो त लाग्दैन। अब यो चाहिँ हेर्दै जाउँ र पछि पनि म यसको विश्लेषण लिएर आउँछु। यहाँहरूले यो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु, लाइक र कमेन्ट गरेर सल्लाह सुझाव दिनुहोला। हस्त, धन्यवाद।